मिनासान कोनिचिवा नमस्कार। म आज पनि तपाईहरुको माझ खान्जी टेस्ट लिएर आइसकेको छु र जस्तो लाग्छ त्यस्तै लाइक अनि प्रतिक्रिया दिन नभुल्नु होला र मेरो च्यानललाई पनि फलो गर्न नभुल्नु होला, सब्स्क्राइब गरिदिनु होला भन्दै अहिलेको हाम्रो यस खान्जी टेस्टमा हामी अघि बढ्छौं र तपाईहरुलाई पनि गेस गर्दै जानुस् कतिवटा मिलाउनुहुन्छ तपाईहरु र कमेन्टमा लेख्नु होला है त। ओके, हाई हाजिमे मास्यो मिनासान इचिबान नो कोताई वा नान्देस्का मिनासान कोमेन्ट ओ सिते कुदासाई वातासी नो ओनेसान वा इस्यादेश भनेको छ। मेरो दिदी चाहिँ डाक्टर हुनुहुन्छ भनेर भनेको छ। त्यो चाहिँ हाम्रो कुन हुन्छ त? इचिबान हो कि निबान हो कि सानबान हो कि योनबान हो? ओके, इचिबान नो कोताई वा सानबान देश ओने सान है त। त्यसै गरी ओके निबान नो सुगी नो मोन्दाई ओ मिमास्यो मिनासान निबान सिजुमोन नो कोनो खान्जी नो युमी खाता वा नान देशका गोताई हो कि कोसाई हो कि कोदाई हो कि कोताई हो त? पक्कै पनि तपाईहरुले गेस गरिसक्नु भएको छ भन्ने विश्वास गरेको छु र मैले निबान्नु कोताए वा योनबान देश हैन। सिजुमोन्नो कोताएगा वाकारी मासेन क्वेशनको एन्सर चाहिँ मैले बुझेन भनेर भनेको छ। त्यसैगरी हामी अर्को ढिला नगरिन सानबान्नो के त मोन्दायो मिमास्यो मिनासान तेबुरुनो है। तेबुरुनो इचिबान हो कि निबान हो कि सानबान हो कि योनबान हो? पक्कै पनि तपाईहरुले गेस गरिसक्नु भएको छ। तपाईहरु जेउजु हुनुहुन्छ भन्ने मलाई विश्वास छ। तपाईहरु मेहनती हुनुहुन्छ र मेहनती भएकै कारण तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ। त्यसै कारणले गर्दा तेबुरुनो के हो त? यो मान्नाखा इचिबान हो है। टेबुलहरुको बीचमा चाहिँ हाना हो ओकिमा सीता भनेर चाहिँ फूल चाहिँ राखेको थिए भनेको छ। त्यसैगरी हामी अर्को ढिला नगरिकन अर्को क्वेशनमा जान्छौं। माइबान अनि यो योरुको खान्जी चाहिँ यो हो कि यो हो कि यो हो कि यो कुन हो त? योरु। माइबान योरु को खान्जी चाहिँ योनबान हो र जिउ जिनी नेमास म चाहिँ के त हरेक साँझ चाहिँ राति 10 बजे सुत्छु भनेको छ। र त्यसै गरी निवा गोबान्नु मोन्दायो मिमासि निवानी तेन्तो ताते मासिता छ। यो ताते मासको खान्जी कुन हो त? इचिबान हो कि निबान हो कि सानबान हो कि योनबान हो? तपाईहरु गेस गर्दै गर्नुस्। यसको खान्जी यो ताते मासको खान्जी चाहिँ हो निबान देश मिनासान। तपाईहरुले पनि मिलाउँदै हुनुहुन्छ भन्ने विश्वास गरेको छु। र अर्को खान्जी अर्को मोन्दाई रहेको छ। हामीले यो पनि खान्जी को योमी खाता पढ्ने तरिका चाहिँ थाहा पाउनु पर्ने छ। खारेवा निहोङ्गो गा स्योजु हो कि जेउजु हो कि वाते हो कि जोजु हो त? यसको योमी खाता हो इचिबान देश है, जेउजु देश। त्यो चाहिँ जापानिज भाषामा चाहिँ जान्ने छ भनेको छ। त्यसैगरी हामी नानाबानमा पुगिसकेका छौं र यसमा भनेको छ है यदो जिदाई वा गोमेना चाहिँ मैले भनिदिहाले यसको एन्सर। यसको एन्सर हो निबान देश जिदाई वा ओमोसिरो जिदाई देश भनेको छ। त्यसैगरी हामी जान्छौं हाचिबानमा है त। हाचिबानको कोताई वा नान्देशका मिनासान तपाईहरुले सधैँ युज गरिराखेको सधैँ प्रयोग भइराख्ने कुराहरु चाहिँ छ जुन चाहिँ र्योको दे ताकुसान है। भ्रमणमा धेरै भनेको छ। स्यासिन हुन्छ कि ज्याजिन हुन्छ कि सियासिन हुन्छ कि सासिन हुन्छ? यो तपाईहरुले थाहा पाइसक्नु भएको छ। यसको तादासी कोताए वा इचिबान देश स्यासिन हो तोरीमासित। मैले भ्रमणमा चाहिँ धेरै फोटाहरु खिचेको थिएँ भनेको छ। त्यसैगरी हामी सेकेन्ड लास्टमा आइसकेका छौं। यसको ओमोईको हाम्रो खान्जी चाहिँ कुन हो तपाईहरुले चिन्नु पर्ने छ। ओमोई निमोचु हो माची मास्यो का भनेको छ। गरुङ्गो पार्सल चाहिँ म क्या त बोक्दिउ कि भनेर चाहिँ भनिराखेको छ। त्यो चाहिँ कुन हो त? इचिबान हो कि निबान हो कि सानबान हो कि योनबान हो? यसको सही आन्सर हुन्छ योनबान पनि होइन, सानबान पनि होइन, निबान पनि होइन, इचिबान हो है त। त्यसैगरी अन्तिममा रहेको छ जिउजीबानको। यो चाहिँ
यसको खान्जी चाहिँ खान्जीको तपाईँले पढ्ने तरिका युमी खाता चाहिँ थाहा पाउनु पर्ने हुन्छ। के होला त यसको खान्जी? जस्तै मियासा हो कि माइ चेउ हो कि मायासा हो कि माइसा हो त? तपाईँहरूले यो गेस गर्दै गर्नुहोस्। कोही हो के त नोमिमास भनेको छ। त्यही भएको कारणले गर्दाखेरि म यसको एन्सर चाहिँ के त भन्दिनँ। तपाईँहरूले गेस गरेर कमेन्ट गर्नुहोस्। यदि थाहा छैन भने थाहा पाएर यसको एन्सर चाहिँ तपाईँहरूले के गर्नुहोस्, हाम्रो कमेन्ट बक्समा लेख्नुहोस् र म फेरि तपाईँहरूको लागि अर्को भिडियो बनाएर आउने नै छु तपाईँहरूको माझ भन्दै अहिले भने आरिगातो गोजाइमास, मिनासान सायोनारा, ज्यामाता ने। ओके ल।